नमस्ते, वेलकम ब्याक टु रोहित मिनी ब्लग। मिलन होलसेलमा तलेजु जिरा मसिनो चामल अनलोडिङ भइरहेको देख्न सक्नुहुन्छ। आज चाहिँ हामीसँग दिनेश खाद्य उद्योगबाट पशुपतिजी हुनुहुन्छ। यहाँ चाहिँ दाइले आफ्नो प्रश्नहरू सोध्दै हुनुहुन्छ कि व्यापार कसरी गर्दा हुन्छ, के गर्दा ठिक हुन्छ, बजारमा समस्याहरू आउँदा कसरी ट्याकल गर्ने, तिनीहरूको बारेमा सोध्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ अनि पशुपति सरले चाहिँ हामीलाई फिडब्याकहरू दिइराख्नु भएको छ। दाइले नि काम गर्दा के गर्ने है भनेर सोध्दै हुनुहुन्थ्यो। सरले चाहिँ जे समस्या आउँछ समस्याको हल गर्दै जानुपर्छ भन्नुभयो। हामीले पनि सरको कुरा सुन्यौं, सल्लाह पनि लियौं के कसरी गर्ने भनेर। अनि त्यसपछि हामी तल स्टोरमा जाँदै थियौँ। स्टोरमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ दिनेश खाद्य उद्योगको तलेजु जिरा मसिन चामल, तलेजु सोनम चामल, नेपाल टप ताइचिन चिउराहरू। अनि हामी एकछिन सरसँग यसो गफ गर्दै थियौँ स्टोरमा। सरले पनि कामहरू बढाउँदै जानु, हामीले आफ्नो ठाउँबाट सपोर्ट गर्ने कुराहरू सबै गर्छौँ, हजुरलाई समस्या पर्दैन कहिले पनि भन्न थाल्नुभयो। बजारमा तेजी होस् कि मन्दी होस्, हामी जहिले सप्लाई गर्छौँ हजुरलाई, बल्क क्वान्टिटी होस् कि रिटेलमा होस्, हजुरलाई केही पनि समस्या पर्दैन भन्नुभयो। त्यसपछि चाहिँ आज हामीसँग हुनुहुन्छ रेशम दाई, हाम्रो यहाँ चाहिँ वेबसाइट डेभलपर हुनुहुन्छ। अनि बेलुका चाहिँ दाइले यहाँ काउन्टरमा हिसाब किताब हेर्न थाल्नुभयो के कसरी गर्न सकिन्छ भनेर। पर्चेस सेल्सहरू यहाँ चाहिँ गुरुङ सरले अर्को काउन्टरमा चाहिँ क्लोजिङ गर्दै हुनुहुन्छ। त्यसपछि म लागे घरतिर, मुख धुन थाले, पेटमा पल्टेर सुते। आजलाई यति नै, धन्यवाद।